त्यो कियामा डाँडा भनेको त्यही होइन माथिको यो हेलो हेलो गाइस के छ हल्ली चल्ली अनिल राउत इन्फर्मेसन ब्लग इज हाइज्याक्ड ओहो हेलो गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ धेरै दिनपछि अलमोस्ट 3 मन्थ पछि चाहिँ गएको जाँदैछु। गएको भ्लग चाहिँ फर्स्ट टाइम आउँदैछ मोटो भ्लगबाट। किप इन्जोइङ गाइज। कताबाट पर्दैन खास उतैबाट ठिक हो। त्यो बाटो बिर्सेर फेरि यता जान्छ झलाएर फेरि यता त्यहीँबाट नजिक पर्छ खास। आजको ट्रिप चाहिँ हाम्रो गएकोसम्म हुनेछ। गएकोबाट अन्त कतै गइन्छ कि थाहा छैन। रियाइज गएकोसम्मलाई फर्स्ट भ्लग हो। 3 महिना लगभग बस्यो घरमै बिर्सिसकेको थिएँ मैले त। आज हेल्थ चेकअप रहेछ क्या। अनि कुशलले भनेर बल्ल थाहा पाएको। होइन हतार हतार हिजो कम्पनी बिदा राख्यो। बिदा राखेर आज चाहिँ हेल्थ चेकअपको लागि जाँदैछु। हेरौँ मोटाइएछ कि दुब्लाइएछ। आज चाहिँ अलि वाइन्डले गर्दाखेरि स्पिड पेल्न पाइरहेको छैन। हामी चाहिँ डबल राइड छ क्या। डबल राइड भन्नाले 2 जना चढिरहेको छ। सो डिसब्यालेन्स पनि हुन्छ नि त 2 जनामा। 1 जना जस्तो गाह्रो, 1 जना जस्तो अलिक सजिलो हुँदैन क्या 2 जनामा। र हल्का मात्रै वाइन्डले पनि स्पिड हाल्न चाहिँ अलिक गाह्रो हुन्छ। त्यति हो। अनि मोटो भ्लगिङ चाहिँ मेरो आइरहेको छ। सबैले हेरिदिनु होला, माया गरिदिनु होला। यो चाहिँ हाम्रो दाइगाको सबैभन्दा लामो बिदा हो क्या। लगभग 3 महिना नै भयो होइन। उसले त गएको छ भने नि बिर्सिसकेको छ क्या सबैले होइन। आजबाट चाहिँ बिस्तारै अब गएको जाने काम हुन्छ। अब आज हेल्थ चेकअप भयो। नेक्स्ट विकबाट चाहिँ गएको लाग्नेवाला छ। गएको पनि मेरो चाहिँ योचोटि 3 दिन चाहिँ जानै पर्ने छ गएको। अनि 4 दिन अनलाइन क्लास छ। यो पटक चाहिँ अलिक व्यस्त छ क्या गएको सेड्युल। अघिल्लो वर्ष चाहिँ त्यस्तो धेरै व्यस्त थिएन, ठिकै थियो। 3 दिन 4 दिनमा भ्याइएको थियो क्लास। योचोटि 5 दिनै लिनुपर्ने भयो क्या के नमिलेर। योचोटि चाहिँ अलिक व्यस्त नै हुन्छ गएको। कलेज काम चाहिँ अब घटाउनु पर्ने छ बिस्तारै होइन। पढ्नु पनि पर्यो त होइन गाइज। डुलेर खाएर मात्रै भएन। यो मौसम चाहिँ जापानमा साकुराको मौसम हो। त्यही भएर बाटोमा चाहिँ साकुराहरू भवाल देखिरहेको हुन्छ। इन्जोय इट। चाहिँ यहाँबाट साङ्गोसेनमा छिर्छ। साङ्गोसेन यस यहाँबाट छिर्ने हो क्या अब। पर्थ्यो तर त्यहाँ सिङ्गोहरू धेरै छ। यहाँ यति सिङ्गो कट्यो भने गयो नि त। भ्याइयो फेरि रोक्नु पर्ने भयो यार। साह्रै गाह्रो। त्यो कियामा डाँडा भनेको त्यही होइन माथिको त्यही हो रे। मान्छेहरू हिँड्दै जान्छ क्या। अमिसनहरू गएको त्यहाँ होइन अरे। अमिसनहरू त त्यही उताको हो। त्यो तोसुको डाँडा त उता हो। तोसु साइडतिर यतातिर पर्छ होला। यो भयो भने त आनन्द कुदाउन मिल्छ नि त। 2 जना नि मिल्दैन चढ्नु।
अझै 1 वर्ष कुर्नुपर्छ मैले। 3 वर्ष हो क्या जापानमा लाइसेन्स निकालेको, 3 वर्षपछि बल्ल 2 जना चढाउनु मिल्छ क्या हाइवेमा। सिङ्गल त मिल्छ फेरि। अनि फाइनल्ली कलेज पनि पुग्यो। साकुरा चाहिँ बबल फुल्यो रहेछ कलेजमा। ओए दामी साकुरा यार। हाम्रो कलेज आउँदा हुन्छ है साकुरा हेर्नेहरूले चाहिँ सिधै निन्जासँगै राखौँ न, हामी पनि निन्जासँगै राखौँ न। We are here for केङ्को सिन्दान। केङ्को सिन्दान हुँदैछ हाम्रो चाहिँ आज। लाइन बस्नु परेछ, लाइन हेल्थ चेकअपको लागि। यस एन्ड फाइनल्ली सक्यो केङ्को सिन्दान पनि। कस्तो हो? के हो यो? हेलो 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 माइक चाहिँ हो क्या। साकुरा चाहिँ बबल चाहिँ नयाँ नै किनेको। ल्याएको दिन होइन चा पिलाएको थिएँ अनि कहिले चा पिलाएको थिएन त्योवाला डोरीवाला मैले पक्क भन्नु थिएँ ल्याम्रो। साइलेन्सर चेन्ज गऱ्यो भने त बवाल आउँछ यार यसको आवाज। आवाज सानो थियो यार। हेलो गाइस, के छ हल्ली अनिल राउत इन्फर्मेसन ब्लग इज हाइज्याक्ड। ल जाने हेर न, म पछि आउँछु। अनि सक्छ त कसैले? जाने का किधर हमको जाने का किधर जाने का भैया। ए भैया जी दो कोई किनो और रेस खेलियो 50 र 250 को 50 र 250 को रेस खेलियो। ओहोय ऊ त्यहाँ छ के मकै पछाडि बसेर हेर न हुन पर्यो। ऊ त्यसमा जाने ऊ त्यो रातो बोर्ड भएकोमा त्यहाँ मिठो हुन्छ। यहाँ चाहिँ फेरि खारा पनि पाइन्न के, त्यो झ्याउ छ। रामेन भन्ने भन्दैछ त हेर त किन हो र आज यस्तो भन्न होइन हो किन हो र आज खाना नै खाँदैन मेरो।
त्यति गर्नु सोधेर है 2850 50円になります。